नमस्कार, मेरो नाम सन्तोष। आज म च्याङ्ग्रा बेच्ने ठाउँमा बजारमा आएको छु। यो पनि हेम्जाको यो पोखरातिरको जौबारीमा आएको छु है म है। ल हेर्नुहोस् यहाँ माहौल, यहाँको माहौल हेर्नुहोस्, यहाँको माहौल हेर्नुहोस्। ल हेर्नुहोस्, च्याङ्ग्रा किन्न आउने मान्छेको धेरै हुन्छ। हजुर नि किन्नु भएको दाइ कति पर्दो रहेछ? हो त दाइहरूलाई सोध्छु कि म। बाबा के भयो पाउनु ल ल कता हो? म यहाँ च्याङ्ग्रा पनि थाहा को साउ यहाँको कोही साउ को हुनुहुन्छ? यो फुना बिजी हुनुहुन्छ क्या हो। कहाँबाट ल्याउनु हो तपाईँहरूले यो च्याङ्ग्राहरू? अनि यस्तो गरेपछि त भएन भयो, यहाँ त भएन, यहाँ सोध्दिनँ म। आउनु अब ल हेर्नुहोस् च्याङ्ग्रा, च्याङ्ग्रा च्याङ्ग्रा ल हेर्नुहोस् अरे च्याङ्ग्रा बेच्ने ठाउँमा आएको। बाबा के छ खबर? हामीले लाने होइन? ल ल ल ल हेर्नु है यहाँ च्याङ्ग्रा बेच्ने ठाउँ यहाँ। ल खोइ यहाँ साउ, खोइ साउ, यहाँको साउ कोही रहन्छ नि क्या हो? म साउ हटाउन जान्छु। यहाँको को साउ को? यहाँको यो च्याङ्ग्राको साउ को हो? खोइ तपाईँ हो? कहाँबाट ल्याउनु भएको? बोल्नु होला जस्तो लानु खानु भन्छ क्या। ल है अब म माहौल देखाउँदैछु तपाईँहरूलाई। ल उहाँ च्याङ्ग्रा लिइसक्नु भएको छ। ल है उहाँ च्याङ्ग्रा गइसकेछ। ए ल हेर च्याङ्ग्रा, ल च्याङ्ग्रा लिइसक्नु भएको छ यहाँ त। ल च्याङ्ग्रा लिइसक्नु भएको छ यहाँ। कतिमा हाल्नु भयो दाइ? कति हाल्नुभयो? तर यो लुगा हुन्छ है हजुरको वेट यो वेट बराबर सस्तो लाग्छ है मलाई। दामी भयो भएन हालौँ। ल है यहाँ च्याङ्ग्रा लिनु भएछ है। भक्का बिक्री भइरहेको छ यहाँ त। दसैँको बेला बिक्री भइहाल्दो रहेछ। अनि मान्छे हराइदो रहेछ क्या हो? मेरो बाबा कहाँ जानु भएको छ यार? बाबा हराउनु मन त। ए बाबा कता हो? कता हो? ल हेर्नु आउनु, ब्लग बनाउँदै हो नि हामी त। ल च्याङ्ग्रा यहाँ साउलाई सोध्छु भन्नु कि यहाँ भेट भएछ। ल यहाँ बाँध्नु लाउनु भएको छ। ल है च्याङ्ग्रा च्याङ्ग्रा च्याङ्ग्रा। ल है साथीहरू, इच्छा छ भने आउनु है, इच्छा छ भने आउनु है यहाँ। ल है च्याङ्ग्रा बिक्री भइरहेको छ यो जौबारीमा। धेरै जस्तो जौबारीमा हुँदो रहेछ। हजुर हजुर ब्लग बनाउनु पर्यो नि। दसैँको बेला बाबा, दसैँको बेला च्याङ्ग्रा आउँदो रहेछ नि थाहा भयो? च्याङ्ग्रा है च्याङ्ग्रा च्याङ्ग्रा। च्याङ्ग्रा ल बेचिरहन्। यता यी भेडा हुन् कि च्याङ्ग्रा हुन्? यी भेडा हुन् कि च्याङ्ग्रा हुन्? भेडा जस्तो खान्छ भेडै होला नि, हो कि च्याङ्ग्रै होला यार? म त सब भिजेर खुइलिएर चाहिँ म त के हो के जस्तो लाग्यो। चिनिनु बाबा के हो? उचालेर हेर्ने बो नहेर म चिन्दिनँ बाबा। तपाईँले चिन्नु भयो? भेडा हुन्? ए ती नचिन्ने हसिन है। मैले चिनिनँ अरे, अब बाबाले चिन्नु भएर छ। अब भइहाल्यो नि, अब के हो नि के हो नि। अब बाबाले भन्नु भयो है। बाबा भेडा हुन्? यता हेर्नु त यता, भेडा हुन्? ए त्यहाँ दुईवटा बेच्न राखेर छन् है। कता नि कता? ल है साथीहरू यहाँ सोध्छु भनेको, यहाँ त बिक्री भएर धेरै। ल वहाँ जानुपर्छ अब। ओहो मौसम लाएर छन् नि त यहाँ त। मौसम लाउँदो रहेछ नि त। मौसम लाउँदो रहेछ नि बाबा। वहाँ हेर्नु त, वहाँ
है बाटै जाम गर्दै खान् यहाँको ठाउँ त खतरा हो क्या ओ वहाँ ल्याउनु पर्छ ओहो ल अझै आउने क्रम भइरहेको रहेछ जारी चाहिँ च्याङ्ग्रा गाडीमा गयो दाम कति अब उहाँ किन्न लाउनु भएर चाहिँ हो कति हो साउ भन्नु उहाँ किन्न लाइसक्नु भयो ल भाइ च्याङ्ग्रा राम्रा हुन्न त यार यी फेरि के हुन् यिनी च्याङ्ग्रै हुन् वहाँ झुममा भइरहेछ मान्छे वहाँ जानुपर्ने भयो भाइ यहाँ साउलाई नै भेट्दिनँ साउले यसो बोल्छु भनेको है साउ नै कहाँ गयो सब साउ रहेछ नि यहाँ त यहाँ भइरहेछ ल ल ल ल भेडा पनि अरे म आज सोध्छु है त के सोध्छु भने यहाँ त गेम पनि खेलाउनु भएर छ नि त हो गेम खेलाउनु भएर छ नि त झन्डी बुझ्छ गेम हो खेल्दा रहेछन् यहाँ पनि साथीहरू म यो जौवारीमा आएर भिडियो बनाइरहेको छु अब म तपाईँहरूलाई देखाउनको लागि मैले देखाउनु खोजेको हो कि होइन हो कि होइन साउ नै भेटिनँ कि हो के छ ठिक छ नि ल है ल को यहाँ साउ नै भेट्दिनँ मैले ल हेर्नुहोस् त हेर्नुहोस् ल ऊ लिइसक्नु भएको छ उहाँले ल पान भनेको यहाँ हो क्या ओ उता ल है उहाँहरू ल है च्याङ्ग्रा लिन आउने मान्छेहरू एकदम भिडभाड छ यहाँ है च्याङ्ग्रा लिन आउनु होला नि है मुख रातो पारेर है बाबा रमाइलो छ यहाँ तपाईँलाई रमाइलो छ नि आज हामी यहाँ हेर्न आएका ल सब ल गाडीहरू त खतरा रहेछ नि त अब म यसो सब देखाउँछु तपाईँहरूलाई है के अरे दाइ के भन्नु अरे 25 केजी मासु भएको भेडालाई 20,000 मा 20,000 यो भेडालाई सबैलाई मजा आएर छन् 25,000 हैन रोजाको 20 मिलाएर दिएका हुन् तर के गर्नु किन्न सक्ने छैन हामी 20,000 भन्छन् आफ्नो यहाँ घटी अब 19,000 उतै होला यता 1,000 भयो भन बा यतै आइएछ ए तपाईँ त है ल है ल लोकल डल्ले वहाँ हेर्नु वहाँ फेरि वहाँ मुस्ताङको कुन हो मैले चाहिँ यसो देखाउन आएको बास्नै आइसकेछ ल बाबा खोइ त नि भाइ